आज पुस 27 गते नेम एजुकेसन जुन सुर्खेतबाट चाहिँ हामीहरू आज लादे पिकनिक जाँदैछौँ, जसमा चाहिँ अहिले चाहिँ रमेश सर र म त्यहाँको प्रमुख सर डाइरेक्टर सर म चाहिँ बाइकमा गइरहेको छु। मैले एक लट अगाडि साथीहरू गइसक्नु भएको छ, एक लट पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ बिचमा केही सामान चाहिँ अपुग भएको हुनाले चाहिँ हामी बिचमा छिटो जानुपर्ने भयो, छिटो गयौँ रमेश सर र म। यो भ्यू चाहिँ सुर्खेतबाट उकालो चढ्दै गर्दा लादे जाँदाको भ्यू हो। यो बिहान पख यस्तो मजाको भ्यू छ। म बाइकमा बसिहालेँ छिटो जानको लागि। पछाडि मलाई चिसो भएर यस्तो भइरहेको छ बिहानी पख हावासँगै यस्तो घाम मजाले यति राम्रो इन्भाइरोमेन्ट वातावरण। हामी चाहिँ लादे नजिक पुग्यौँ। लादेमा चाहिँ यो लादेको बोर्ड हो। लादेबाट हामी थोरै माथि गएर हामी चाहिँ दायाँतर्फ मोडिन्छौँ। अब दायाँतर्फ मोडिएर चाहिँ हामी पिकनिक स्थलमा पुग्छौँ। फर्स्ट टाइममा चाहिँ म जाँदै थिएँ त्यहाँ चाहिँ। लादे सुनेको थिएँ तर म गएको थिएन। लादेबाट चाहिँ भित्र छिर्ने बाटो अलिकति साँघुरो पनि रहेछ, अप्ठ्यारो पनि रहेछ। त्यहाँ चाहिँ अरू पनि जानुभएको थियो, अब हामी मात्रै नभएर ठाउँबाट पनि त्यहाँभित्र पुग्यौँ। त्यहाँ अगाडि गएको लडहरू चाहिँ नाच्दै हुनुहुन्थ्यो, अरू काम काटकुट कटिङको कामहरू गर्दै हुनुहुन्थ्यो। हेलो एभ्रिवान, हामी पनि पिकनिक स्थलमा लादेमा आइपुग्यौँ रमेश सर र म। ल यसो देखा न मलाई एक्सन भएको छ नि। खाना त दिन्छ तिमीलाई एक यस्तो दे कितना क्यूट है। बात तो सही है। तिम्रा लागि पछुतो मान्दिन छोरी छ खेलमा न्युचिन मन मेरो रुने भो ख्याल ख्यालैमा छोरी बहुने मायाको
कस्तो फिल भइरहेको छ तपाईँलाई भन्ने कि होला अहिले ओहो काम काम गाइज आज चाहिँ हाम्रो पिकनिक कहाँबाट रे हाम्रो चाहिँ नेम एजुकेसनबाट चाहिँ हाम्रो आज पिकनिक लादेमा यहाँको भ्यू चाहिँ यस्तो रहेको छ देख्न सक्नुहुन्छ दिदी भाइरल बात तो सही है अहिले चाहिँ सनसेट हुनु हेरेर आउँछु युट्युबर म्यान हुनु होला उहाँ चाहिँ मेरो युट्युबमा आउँछ है युट्युबर म्यान उहाँको नाम के रे रबिन साई कारी कमेडी भन्ने उहाँको नाम चाहिँ राज अरे कमेडी नवीन के नवीन साई मेरो नाम चाहिँ डट 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 गुगल गर्नु होला भन्ने बात तो सही है स्टडियस हुन दिनु भएको उहाँको नाम चाहिँ बिमला मर्स्याङ्ग्री विनिता ए सरी विनिता मर्स्याङ्ग्री उहाँको नाम चाहिँ के हो थाहा छ मुना टी मगर होइन उहाँको नाम के रे कुमेर साई हाँ? कुमेर साई के रे कुमेर साई कुमेर साई त्यसको माथि मुना हाल्नु भन तिम्रो नाम के हो भाइ तिम्रो नाम के हो माई नेम इज डट 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 उनको नाम चाहिँ डट 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 उहाँको नाम राम्रो नभएर पक्कै पनि उहाँले आफ्नो नाम लुकाउनु भएको छ उहाँको नाम च्याट जिपिटीमा गएर सर्च गर्नु के मैं नहीं बताऊंगी गूगल कर लेना यो